हेलो नमस्ते नमस्कार म सिबिल लामा। आज फेरि मैले तपाईहरुको सामु एउटा ओमेकाश्री फार्मेसी कम्पनी र त्यसैगरी वरुण हाइड्रो पावर कम्पनीको दुईटा शेयरको अपडेट लिएर आएको छु। आज सुरु गर्नेछु दुईटै कम्पनीको के कस्तो हुनेछ भनेर तपाईहरुलाई थप सबै कुरा जानकारी दिनेछु। त्यो भन्दा पहिला हजुरहरुले यो सिबिल लामा युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अब सुरु गरौँ है त। सुरु गर्नु भन्दा अगाडि ओमेकाश्रीले चाहिँ 1600 पटक पनि सर्किट हान्न सफल भएको छ। ओमेकाश्रीले चाहिँ 1600 पटक सर्किट हान्दा पनि आज भने चाहिँ धेरै कारोबार भएको छैन। हिजोको तुलनामा पनि आज थोरै कारोबार भएको छ। आज चाहिँ जम्मा 950 किता मात्रै कारोबार भएको छ। हिजोको भन्दा यो धेरै थोरै किता कारोबार छ। सबै साथीहरुले चाहिँ मलाई जहाँसम्म लाग्छ यसको चाहिँ होल्ड गरिरहनु भएको छ। यो कम्पनीलाई अझै पनि होल्ड गर्नु होला। यो कम्पनी चाहिँ कम्तीमा पनि 2000 देखि 2500 3000 सम्म पुग्ने छ। आजसम्म जम्मा सेल गरेको चाहिँ 6105 किता मात्र सेल भएको छ आजसम्म नै। भनेपछि धेरै साथीहरुले होल्ड गर्नु भएको छ। होल्ड गर्ने ब्रोकरहरुमा चाहिँ 64 26 39 8 ब्रोकरहरुले अलिकति होल्डै गरिरहनु भएको छ भने त्यसैगरी बाइ गर्ने ब्रोकरहरुमा चाहिँ ब्रोकर नम्बर 57 ले बाइ गरेको छ। जस 98.25% चाहिँ एक्लैले नै बाइ गरेको छ। त्यसैगरी सेल गर्ने ब्रोकरहरुमा चाहिँ 58 49 57 36 45 17 34 3 21 हुँदै ब्रोकरहरुले सेल गरे। अब फेरि सुरु गरौँ अर्को कम्पनी जुन हाइड्रो सेक्टरको कम्पनी हो। वरुण हाइड्रो पावर सेक्टरको कम्पनी हो। यो चाहिँ वरुण हाइड्रो कम्पनी रहेको छ। यसले चाहिँ के रे 1/1 को चाहिँ राइट शेयर निकासन गर्ने भएको छ। अनुमति पाइसकेको छ हैन। यो कम्पनीको चाहिँ आज 55659 किता चाहिँ बाइ गरेको छ। आज 0.57% ले घटेर। त्यसैगरी यो कम्पनीले चाहिँ होल्ड गर्ने कम्पनीहरुमा चाहिँ हेर्न सक्नुहुनेछ। मैले सबै तपाईहरुले देखाइराको छु, हेर्दिनु होला हैन। अनि त्यसैगरी यो कम्पनीले चाहिँ के रे कुन मितिमा कति बोनस शेयरहरु क्याशहरु दिएको छ भनेर मैले देखाइराको छु। यो पनि राम्रोसँग हेर्दिनु होला। त्यसैगरी आज चाहिँ बाइ गरिनेको चाहिँ 55659 किता बाइ गरेको छ। जुन मैले हजुरहरुलाई भनिसकेको छु। यो कम्पनी चाहिँ आज हल्का घटेको छ हैन। यो कम्पनी चाहिँ अलिकति घटेर तलतिर झरेको छ। यो वरुण हाइड्रो कम्पनीको चाहिँ बुकलो चाहिँ तोकेको छैन। हजुरहरुले चाहिँ मन पर्छ भने चाहिँ यो हाइड्रो पावर कम्पनीको चाहिँ किनेर चाहिँ पछि बुक क्लोज हुने बेला चाहिँ धेरै जान सक्छ मूल्यमाथि। त्यतिखेर चाहिँ बेच्न सक्नुहुन्छ। नत्र भने चाहिँ हजुरहरुले चाहिँ राइट शेयर पनि खान सक्नुहुन्छ। पहिला एकचोटी चाहिँ राइट शेयर निकासन गरिसकेको रहेछ हैन। 2022 9 महिना 16 तारिखमा चाहिँ यसले गरिसकेको रहेछ हैन। फेरि पनि चाहिँ अहिले पनि यसले राइट शेयर निकासन गर्न चाहिँ अनुमति पाइसकेको छ। बुक क्लोज भनेको भए चाहिँ तोकेको छैन हैन। तपाईहरुले किनेर राख्न सक्नुहुन्छ है।